हाई होपफुली तपाईँहरू सन्चै हुनुहुन्छ होला। बल्ल चाहिँ म बिहान 6 बजे उठेर बल्ल नै घर पुग्दैछु, रुम पुग्दैछु। हेर्नु अहिले चाहिँ 12:23 भइरहेको छ। रमाइलो छ कि लाइफ चाहिँ होइन, के गर्ने होइन। पढ्न आएको भन्दा पनि अब पढ्न त आइयो, के गर्ने अब। यहाँ तपाईँको इच एन्ड एभ्री आवरको होइन मूल्य छ क्या। यहाँ निन्द्रो प्यारो छैन क्या हामीलाई चाहिँ। घरमा थाहा होला सबैलाई, मम्मी बाबाले ओइ उठ्न छिटो उठ, कति सुतिरहेको भन्दाखेरि रोक्नु न 10 मिनट रोक्नु, म उठ्छु एकछिन, म उठ्छु भर्खरै त सुतेको भन्दै रातभरि मोबाइल चलाएर सुत्यो, बिहान उठ्नलाई फेरि घरमा उठाउँदा। यहाँ त कसैले उठाउनु पनि पर्दैन कि, आफै मलाई त ड्युटी जानु छ भनेर उठ्नुपर्छ। र ड्युटी केसको लागि गर्ने, आफूले लोन लिएर आएको, त्यो लोन तिर्नको लागि है। आफ्नो लाइफ हुन्छ नि आजभन्दा भोलि बेटर हुन्छ र आफ्नो फ्यामिलीलाई खुसी दिन सकिन्छ भनेर होइन। अनि तर यो ठाउँमा होइन कसैले पनि कसैलाई हुन्छ नि ए त कति थाकेको रहेछ यस्तो छ भनेर सोच्दैन क्या। यहाँ चाहिँ भनेको हामी आफै नै आफूले सेल्फ मोटिभेट हुनुपर्छ। यहाँ कसै पनि आफ्नो हुँदैन होइन, सेल्फ मोटिभेट हुनुपर्छ। तपाईँहरू जो पनि आउँदै हुनुहुन्छ, जुन पनि कन्ट्री होइन, युके नै भन्नु, जुनसुकै कन्ट्री जानु, त्यहाँ सेल्फ मोटिभेट हुनुपर्छ होइन। अनि हरेक बिहानी हरेक सोचमा होइन, हरेक बिहानी तपाईँले सोच हुनु पऱ्यो होइन, आजभन्दा भोलि अवश्य राम्रो हुन्छ भनेर चाहिँ हिँड्नुपर्छ। होपफुल्ली सपोर्ट चाहिँ गर्ने साथीहरू पनि पाउँछ। मैले चाहिँ मसँग भएको 3 जना साथीहरू होइन, दे आर भेरी गुड होइन। इच एन्ड एभ्री मुभमेन्टमा होइन, सुख दुःखमा साथ दिन्छन्, राम्रो कुरा हुन्छ। अब अहिले गएर मेरो लागि कुरिरहेको हुन्छ, हामी उनीहरूको लागि कुरिरहेको हुन्छ होइन। आज के भयो ड्युटीमा त्यो एक्सप्लेन हुन्छ। आज चाहिँ म चाहिँ लास्ट ढिलो पनि भइसक्यो। मेरो ड्युटी चाहिँ होइन 2 घन्टा जान 2 घन्टा आउन लाग्छ कि, त्यस्तो छ। ओके, गुड नाइट गाइस, सी यू सुन।